हामी चाहिँ सपिङ गर्न आएको देख्नु न कपडा सपिङ गर्न हामी चाहिँ हैन भन्नु त गाइस तपाईहरुको कपडाको लागि जुत्ता साथीहरु अहिले चाहिँ पेन्डल लाउने काम चालु छ बोर्डर लाउने काम भइरहेछ अब मक्का परेपछि हैन सबै गर्न आएर भाडा हेरौँ न त्यो पनि म कपडा सपिङ गर्न आएको चाहिँ हैन भन्नु त गाइस तपाईहरु पर्नुहुन्न मक्का हेरौँ न अहिले गाइस म पनि मक्कै परेछु के किन्छु अब हैन समा पार्दिने होला अब के गर्नु हामी के साथीहरु ज्याको सपिङ गर्न खानापाडा जाँदैछौँ मतलब हाम्रो तामाङ ड्रेस हैन हामीले निकासीबाट अर्डर गरेको थियौँ के अरे त्यो खानापाडामा छ आलुबारीबाट खानापाडाको रास्ता जाँदैछौँ देख्न सक्नुहुन्छ बासमा छु मैले चाहिँ यो चाहिँ वेडिङ सपिङ पुग्नु हुँदैछ गाइस होइन यहाँको सपिङको होइन गुवाहाटीमा हामी चाहिँ सपिङ गर्न आएको देख्न सक्नुहुन्छ हाम्रो कान्छालाई हेरिदिनु न कसरी बोस्ता बोकाइ परेछ यहाँ छ लुगाहरू चाहिँ हाम्रो यस्तोमा पठाइदिनु भएको छ यहाँको सपिङ गर्न आएको बाइकमा पनि यस्तो हालत बस हेर्नु खाएको छैन गाडीले बसले पनि कहाँ नमाइदो हिँड्दै जानुपर्छ हो आलुबारी बुझाम डबल अब अलिकति कष्ट हुन्छ गाडीमा सजिलो हुन्छ कि भनेर आयो के गर्नु यस्तो छ त्यो त चाहिँ खानापाडाको रास्ताबाट हामी यता जाँदैछौँ हिँड्दै त्यहाँबाट फेरि बस बोकोको बस पक्रिन्छ सामान चाहिँ फाइनली भेट्यो के अरे हामीले होइन मान्छे सामान चाहिँ भेट्यो मेरो यता पछाडि बोकेछ यसरी अनि हिँड्ने छ अब के गर्नु एकछिन हिँडेर जाऊँ अब सामान त खासै उता नै भेटिन्छ अब होइन गाडी भेट्यो साथीहरू हामी चाहिँ अहिले बोको गाडीमा चढेछौँ अनि साथीहरू अहिले चाहिँ हामी बोको आइपुग्यो बोको यहाँ मासलेङका रेस्टुरेन्टमा छौँ अनि पुरा खाना भोक लगाएर कान्छीले पुरा फुल त खाइहाल्यो फटाफट मेरो खाना त यस्तो छ लोकल कुखुराको मासु मगाएको छौँ त्यही हो अनि अरू फेरि रिटर्न अझै घर जानु छ अहिले टाइम भएछ तपाईँको 4:09 भएछ तिमी के भन्छौ कस्तो लाग्यो आज डुलेर सपिङ गरेर मजा लाग्यो अब के किन्नु छ अरे कपडाको लागि जुत्ता मेरो लागि क्रिमहरू सामानहरू किन्नु छ चुराहरू नि खालि हिजो चाहिँ कपडा ल्याउन मात्रै गइयो नि त होइन किनिसकेपछि देखाउँछौँ अन्त साथीहरू आज चाहिँ म होइन फेरि घरबाट मतलब भोको जाँदैछु होइन किन जाँदैछु भने टेन हाउसको गेट द भ्यू वाउ व्हाट अ नाइस यो ढुङ्गा नि पल्टाउँछ यसपालि चाहिँ होइन अनि यस्तो माथिदेखि काम सुरु भएको छ क्या यसपालि चाहिँ बहुत राम्रो हुन्छ होला हेर्न सक्नुहुन्छ साथीहरू पुरा ढुङ्गा लगाएर होइन यस्तो सहर चाहिँ पुरा रास्ता चाहिँ यस्तो ठुलो भएको छ कि साथीहरू सानो गाडीमा त गएन नि भण्डारमा आइपुग्यो जोस् छानी लानु अरे अझै साथीहरू म कपाल काट्न आएको छु होइन त्यहाँ सक्नुहुन्छ ब्रोकोट पार्लर कस्तो काट्ने थाहा छैन अब हेरौँ बेहुला दाइ फेरि आज रेडी हुनुहुँदैछ कपाल काट्नुहुँदैछ बेहुला दाजु बेहुला केटोले कपाल काट्दैछ बोकोमा आएर दाजुले यहाँ के फेसियल गर्ने सामान पनि लिएर राख्नु छ
यहाँ चाहिँ यसरी काट्नु छ। मैले काटेर बसिसकेँ। अनि साथीहरू अहिले चाहिँ हामी कपाल काटेर होइन जाँदैछौँ रिटर्न अब घरतिर जान्छौँ। अरे गाइस हाम्रो गाउँमा यस्तो धारा पनि आउँछ हेर्नुहोस्, फ्रेस पानी माथिबाट आएको। त साथीहरू अहिले आज चाहिँ हामी होइन खसी किन्न जाँदैछौँ। विशाल छ साथमा, म छु, मने अनि त्यसपछि सन्तोष। मेरो बिहाको खसी किन्नु यिनीहरूलाई पनि चान्स पाए जोस् होइन। आज किन्छु मतलब अब डाइरेक्ट हेर्न पनि जाने किनेर पनि लिएर आउने होइन। खसिया बस्ती मेघालय होइन। गाडी लिएर जानुपर्छ किनभने बडै मनको खसी ल्याउनु पर्छ। गाडी बाइकमा त कता ल्याउने होइन, गाडी लिएर जाने। अब पैसा पनि टक्क हेर्नुहोस् लिएर जाँदैछौँ होइन। यति चाहिँ अब यो चाहिँ जस्ट खसीको लागि। साथीहरू कतै माल्लो घरमा आइपुग्यो, खसी त भेटेन तर झाडु हेर्नुहोस्। झाडु वरि घार हेर्नुहोस् यस्तो हुन्छ हो नि। कहाँ आइपुग्यो अरे हामी अहिले? ठाउँएर आइपुग्यो अरे त, बाख्रै भेटेन। मने चाहिँ कुदिरह घर घर। हामी चाहिँ जुस खाने भनेकै साथी अहिले। साथीहरू विशाललाई चाहिँ कुन खाम सबै खाने भन्छ। अब विशाल चाखा चिमा गरेर आउँछ, जुन जुन चाहिँ त्यही खाने। ल विशाल नाम भन, नाम। ल सन्तोष यही रहेछ आजको। अरू के खाम न खाने? क्रिम बिस्कुट हो। आएन पु खसी चाहिँ केटा जोस् नभेट्यो नि। जुसको पेप्सीको पार्टी दिएछु है केटाहरूलाई मैले है। ल बाख्रा खोजे हेर्नु मेरो खसी खोजे पाटाको। हामी चाहिँ अहिले चाहिँ ठुलो आइपुगेछ होइन। यसरी खोज्न हिँडिरहेको छौँ हामी, भेटेको छैन एक जग्गा पनि। बहुत यादगार हुनु पर्यो कि मेरो यहाँ चाहिँ खसी खोज्दा यसरी हिँड्न परेछ। यही बिटुङमा भयो कि यस्तै हो कि दुःख पनि पाइन्छ भनेको होइन। खोज्नै पर्यो चाहिएको छ। अब आएपछि फेरि अर्को दिन चाहिँ आउनु नपरोस् भनेर यस्तो कष्ट गरेको। नभए त घरतिर गएर बस्दा पनि हुन्छ नि। त्यो गर्नु त खसी भेटिदियोस् भनेर सबैले आशा राख्नुहोस्। खोज्दै यसरी अब कहाँ हराएर खोजे जस्तो कि कहाँ हराएकै छ जस्तो छ। खेतमा छ बाख्रा त्यस्तै पत्ता लगाएर खसी भेटिन्छ कि भेटिने आज कमेन्ट गरेर भन्नु त। कमेन्ट गरेर भन्नु खसी भेटिन्छ कि कहाँ जानु भेट्नु छ तपाईँको त छ भने फोटो पठाइसक्नु त। अब खेततिर खसी छ, खसी बाख्रा हेऱ्यो अनि घर पहिला आयो कि ए बा खानालाई खानालाई बा मेरो देऊ त ए मैं छपरी ला ना मैं छपरी भाइ कहाँ हिँडेको? पहाड़ में नहीं यार, उम्थलू बस्ती में आ गया। बकरी ढूंढने लेकिन नहीं मिला। क्या फायदा इतना दूर आया, क्या फायदा, अभी तक नहीं मिला है। बस्ती कहाँ? होटल मालूम गर्छ नि। चिया यस्तो आयो हेर्नुहोस्, यहाँ कमको दोकानमा चिया खान आएको। जल्ली जड्डो खानी हो यहाँ हो। तर दिन्छ कि यसले प्योर दिन्छ होइन। साथीहरू हेर्न आउँदा आउँदै यहाँ पक्रेर साथी एउटा भालुकले त्यहाँको मान्छेले पक्रेर झ्यालमा थुन्दैछ। जिन्दगीभरि यस्तै हो होइन हामी आउँछु टेन्सन उताको मान्छे बोलाएर आउँछौँ नि हामी, टेन्सन नगर ल हुन्छ। गाइस अहिले चाहिँ फाइनल्ली होइन एकजना कमको घरमा आइपुगेर अनि रिटर्न बाख्रा हेर्न जाँदैछौँ हामी। खेतमा बाँधेछ अरे, पछाडि छ
कङ्क्रमणी आउँदैछन् बहुत टाइम भइसक्यो खसी हेरौँ अब कस्तो कस्तो छ हामीले त हेरेर आएको अब दुईवटा बोका छ एउटा खसी छ अब हामीलाई बोको त चाहिएको होइन खसी नै चाहिएको के अरे हेरौँ अब दाम मेरा पनि कति छ कति किलो जस्तो छ मैले जानेछ ल है साथीहरू त्यो कारण डर लाग्छ यताको इलाकामा त के हो यो सल्लाहको बुट्टा यस्तो हुन्छ सल्लाहको बुट्टा के भन्छ अरे इङ्ग्लिसले पाइन ट्री म्याक्सी प्यान्टी भने जस्तो म्याक्सी पोइन्टी खतरा हान्थ्यो के यस्तो छ नजारा गाइस भिडियोको नाम त बिहाको खसी होइन हामीले खसीको लागि बिहाको लागि खसी कसरी खोज्यो भन्ने हामीले टाइटल चाहिँ खसीको यत्रो फोटो खसीको फोटो राखिदिनु बिहाको खसी होइन बिहाको खसी खोजाइ होइन खोजे त्यस्तो नराख्ने यहाँ छ है खसी चाहिँ अब यसको दाम पनि गर्छ नि फेरि कति भन्छ कङ्ला जानु दिउँ न तर्सेला गर्छ नि तर्सेला अहिले कङ्लासम्म दिउँ न खास धर्न चाहिँ कसरी धर्ने हो बोकाले बोकासम्म त जाने नि भने जस्तो कङको बच्चा नि आउँदैछ से हेलो डर लाग्छ रिसाउँछन् क्या फेरि मेरो बिहाको लागि बन्ने होइन क्या यो खसी भाग्छ त साथीहरू गाइस यो खसी खुवाउने भनेको तपाईँहरूलाई हेर्नुहोस् बात गर्दैछ है त्यसले उसको बुढासँग सायद दाम मिलाउँदैछ डिल पक्की भयो दाम चाहिँ पछि भेट्छु भिडियो हेर्दै गर्नु लास्टमा भन्छु दाम कति पर्यो खसीको होइन यहाँ तक हेर्नु भने लाइक कमेन्ट ठोकिदिनु तपाईँ समात्न गछिकेर रस्सीले बाँधिदिन्छ यति क्युट छ यो पनि बच्चा मिलोगेर हेरौँ होइन त्यही हो खसी चाहिँ गन्दैछ पैसा यसले बाख्रा समात्यो हामीले छेक्नु कोटबरो खसी भेट्यो हेर्नुहोस् विशालले डोडाउँदैछ हानेर जोस् यत्रो बेला कति 9 बजे न 8 बजे हिँडेको अहिले तपाईँको 3:17 भइसक्यो होइन पुरै डुल्यो नि त 2 घन्टा जस्तो रोक्न पर्यो लास्टमा गएर बाटोमा आफै थाहा थिएन क्या बाटोमा हेरेको खेतमा बाँधेको देखेर घर पहिलाएर अरे ल्याएको क्या मेरो बिहाको लागि यही रहेछ जोस् यस्तो गरेर हाल्दैन न भाइ होइन उभिन्छ हेलो है फाइनली गाडी हल्यो त नि गाडी हल्लाइदियो त हल्लाउँछ नि पछाडिबाट उता तान्न ढोकाबाट जा एकजना रसीले कति मजाले बस्यो फेट्यो फाइनल जाम काम गर्न आउँदैछन् गाइस साथीहरू आजको काम छाप्रा हाल्ने काम आज चाहिँ अनि 20 भनेर हुन्छ यस्तो हुँदैछ गाइस हेर्नुहोस् मेरो सफा गर्दै सिक्यो बिरानी
साथीहरू अहिले चाहिँ पेन्डल लाउने काम चालु भइरहेछ हाम्रो होइन। यता मञ्च स्टेज चाहिँ बनाइसक्यो चाहिँ हामीले यो हाम्रो आफ्नै टाइपले आफ्नै पाराले पेन्डलको काम गर्दैछौँ साथीभाइ गाउँकै बोलाएर। मेन हाम्रो जो पनि जान्ने व्यक्ति वही हो पेन्डलको अलिक नलेज भएको चिन्नु कट्टु लाग्यो साथी। पेन्डलको कलर चाहिँ यस्तो छ हेर्नुहोस् लुक। अब अहिले चाहिँ खासै देखिन्न, अहिले पछि देखाउँछु होइन। साथीहरू अहिले चाहिँ हाम्रो माथिको कपडा पेन्डल लाउने काम भयो अनि अहिले चाहिँ बोर्डर लाउने काम भइरहेछ हेर्नुहोस् देख्न सक्नुहुन्छ। यस्तो बोर्डर अब के भन्नु अब हल्का गाउँको इलाकामा यतिको ठिकै छ अब होइन। यस्तै लुक यस्तो देखेछ। यहाँ चाहिँ सेल्फी पोइन्ट बनाउने भनेको फोटो खिच्ने ठिक छ। यो काम बाँकी छ तिर्पल लाउनु छ। अहिले चाहिँ डेकोरेसन गर्ने मान्छे आइपुग्छन् बाहिरबाट। के लिएर आउँछन् खै। हाम्रो काम चाहिँ यति पेन्डल टाङ्ने छ के अरे। बेहुली रानी यता पुरा आगम सफा गर्दैछन्। मलाई नि खिचाइ बेहुला देखाइदेऊ है। हेरौँ न कस्तो बनाउँछ हेर्दै जाउँ। यो चाहिँ हाम्रो काम भएन। असमकै हो गाइस। डेकोरेसनको काम चाहिँ हामीले सक्यो फाइनली होइन। यो चाहिँ फाइनल लुक होइन किनकि आज अब तपाईँको फ्राइडे सन्डे छ हाम्रो पार्टी चाहिँ भनौँ रिसेप्सन चाहिँ बिहा भनौँ जे सोच्नुहुन्छ त्यही। तर काम चाहिँ सक्यो त्यही हो लुक चाहिँ होइन। अब लाइटको काम बाँकी छ भोलि हुन्छ त्यो। फाइनल लुक चाहिँ अब नेक्स्ट ब्लग सन्डे देख्नुहुन्छ वेडिङ ब्लग होइन मेरो। अहिले चाहिँ हेर्नु यति नै फाइनल लुक अनि नेक्स्ट ब्लग वेडिङ ब्लग हेर्न चाहनुहुन्छ च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई दबाएर अल दबाउनु होला त्यही भन्न चाहन्छु। बेहुली उता बेहुला यता। है ल ठिक छ साथीहरू। त अहिले चाहिँ हामी अब ऊ चाहिँ अब प्रधान नि होइन। अब उसको तामाङ एउटा अब माइती बनाउनु पऱ्यो अरे। यहाँ हाम्रो एक घर भेना हुनुहुन्छ उसको बहिनी बनाउनु पऱ्यो। मतलब अब मैले चाहिँ उसको बहिनी सोल्टिरा लिएको जस्तो हुन्छ त्यही हो। के यस्तो नियम छ। छ्याङहरू लिएर यस्तो कोकोमेन्डो यो खदा फलफुल त छैन यस्तै नियम नीतिको भेनै हो। अब जाउँ अगाडि न त नीति यस्तो छ। फर्स्ट माइती बनाएर चाहिँ अनि बिहा। ल हामी त माइती बनाउन आएको है। म आयो हाम्रो के भन्छ आजदेखि मैले तपाईँलाई माइती माने भनेर 3 पाली ढोका। म भन्छु नि त हैन। आजदेखि तपाईँलाई मैले माइती माने 3 पाली ढोका। अब पर्दैन ढोका ढोका आफ्नो नियम। कावा वक्का चित्ता कावा वक्का चित्ता कावा वक्का चित्ता भनेर नि त मजाले भने दाइजमा नगर्नु मिलेर घरि घरि खानु
के अरे हेर आजबाट तिमी बहिनी भयो दुःख सुखमा होइन साथ दिनु हाम्रो घरमा कोही दुःख सुखमा आउनु दाजु भाउजू भनेर सम्झिनु त्यही कुरा होइन भाइ जग्गा नगर्नु त्यही कुरा म तिमीलाई के भन्नु मिलेर गरेर खानु त्यही कुरा हो ल लासो लासो ओम माने पेमा ओम छ नि यहाँ चाहिँ सेल्फी पोइन्ट बनाउने भनेको फोटो खिच्ने